साथीहरु म चाहिँ साउदी मिल्क खान लागेको छु। साउदी दूध हो यो। साउदी दूध मतलब ऊँटको दूध हो यो। यसलाई चाहिँ धेरै दिन राख्दा पनि, ओपन राख्दा पनि, खुला राख्दा पनि केही पनि हुँदैन, फाट्दैन। र म सँगसँगै नेपाली वाइवाई चाउचाउ खान गइरहेको छु। नेपाली वाइवाई चाउचाउ चाहिँ किन खाँदैछु भन्दाखेरि मलाई चाहिँ एकदम चिसो लागिरहेछ र नेपाली चाउचाउको सुप बनाएर खाँदैछु। र नेपाली चाउचाउको सुप खाने क्रममा चाहिँ सँगसँगै मैले नेपाली चाउचाउ किन्न जाने बेला रायोको साग पनि ल्याएको छु। तपाईहरुले देख्न सक्नुहुनेछ। र रायोको साग चाहिँ मसिनो बेर्नाहरू रहेछ, बिरुवाहरू। त्यो बिरुवाहरूको झन् नेपाली चाउचाउ झनै त्यसैमाथि रायोको साग, सुनमा सुगन्ध, आहा कति मिठो हुन्छ होला है। र मैले चाउचाउ बोइल गरे, उबालिसकेपछि सँगसँगै त्यो हरियो साग अनि साउदी मिल्क सँगै बनाएर खाने क्रम जारी छ। र हड्केसमा दुध र हटपटमा चाउचाउको सुप कस्तो होला? तपाईहरु त घरमा ग्यासमा बनाएर खानुहुन्छ। र चाउचाउ उम्लिसकेपछि मैले चाहिँ हरियो साग हाल्न लागेछु। हरियो साग सँगसँगै चाउचाउ लिएर आउने क्रममा मैले दुध पनि उम्लिन्छ कि हेर्नुपर्ने हुन्छ। हामीले दुध हालेछ त्यसमा हड्केसमा, र अहिले दुध उम्लेर भएको छ भनेर पनि हेर्नुपर्ने हुन्छ। र मैले चाउचाउ, वाइवाई चाउचाउ, नेपाली चाउचाउ र नेपाली रायोको साग साउदीमा भेट्दा किन नखाला र? र तिनीहरू दुईटा सँगसँगै लिएर आउने क्रममा मेरो मन लोभियो साथीहरू। मेरो मन लोभिए र मैले ल्याएँ। दुध उम्लिए साथीहरू। दुध उम्लेर जान थाले हड्केसमा। दुध उम्लेर जान थालिसकेपछि उचालेर फुक्नु पर्ने हुन्छ र चिसो बनाउनु पर्ने क्रममा फुकेर हल्का सेलाउने बनाउनु पर्छ त्यसमा। र मैले रायोको साग र चाउचाउ लिएर आउने क्रममा मेरो मन लोभिँदै गए। बाटोमा देखेँ र लोभिएँ र मैले त्यसलाई टिपेर ल्याएँ। तपाईहरुले भन्नुहोला के ल्यायो त्यस्तो मनै लोभ्याउने, के रहेछ त्यस्तो जस्तो लाग्छ होला। एउटा झार, मतलब नचिन्नेहरूले एउटा झार पात भन्नुहुन्छ होला। त्यही झार पात लिएर आएको छु मैले। जसम्म चिन्नेहरूले त आहा भन्नुहुन्छ होला। त्यो सोइजन, शीतल चिनी, रायोको सागसँगै वाइवाई चाउचाउ र नेपाली बास्ना, नेपाली फ्लेभर त्यसैमा। र त्यसैमा टुक्रा टुक्रा गरेर रायोको साग र चाउचाउ बनाएँ हटपटमा। र सँगसँगै सोइजन पनि मैले हालेँ। सोइजन भनेको नबुझ्नु होला, तपाईहरुले बुझ्नुहुन्न होला। र सोइजन भनेको चाहिँ शीतल चिनी। शीतल चिनी खाएर चाहिँ, शीतल चिनी भनेको चाहिँ के हो, शीतल चिनी खाएर चाहिँ के होला भनेर मनमा खुल्दुली होला। फेरि शीतल चिनीले चाहिँ हाम्रो भित्री शरीर, भित्री अङ्गहरूमा धेरै सपोर्ट गर्छ। र सबै कुरा बनाइसके, पाकिसके। चाउचाउमा हरियो साग, सोइजन, रायोको साग र हरियो खोर्सानी पनि हालेको छु। र मसलामा खोर्सानी र नुन मात्र हालेको छु। र अन्डामा अब अन्डा हालेको छु। अन्डाभित्र अन्डा हालेर बनाएको छु। दुध र चाउचाउ, हरियो साग र सोइजन, खोर्सानी हालेर बनाएको छु नर्मल। र दुधमा चाहिँ अन्डा घोलेर हालेको छु र पकाएको छु। एकदम मिठो टेस्ट आउँछ साथीहरू। बानी हुनेको लागि टेस्ट एकदम हुन्छ र बानी नहुनेको लागि अलिकति गाह्रो हुन्छ। फरक यति छ कि साथीहरू, मैले खाने खाना र तपाईहरुले खाने खानामा अलिकति मसला र अन्डा र दुध मिसाएर बनाएको छु। त्यसैले फरक त्यति हुन सक्छ। र तपाईहरुले सानो चम्चाले खानुहुन्छ भने मेरो यहाँ रुममा चाहिँ मैले सानो चम्चा लिएर नआएको कारणले मैले ठुलै चलाउने जुन डाडुले चलाएको छ त्यसैले खाइदिएको कारणले गर्दा तपाईहरुले अनौठो मान्नुहुन्छ होला। त्यसमा सरी, तपाईहरु अप्ठ्यारो नमान्नु होला। यसले त यसरी खाँदो रहेछ भनेर नभन्नु होला। किनभने समयअनुसार जहाँ जस्तो जस्तो मादल बज्छ त्यस्तै त्यस्तै नाच्नुपर्छ। यहाँ चाहिँ मलाई त्यस्तै भयो। यो चाहिँ सोइजनको पत्ता हो। यसले चाहिँ भित्री शरीर
फोक्सो, कलेजो, किडनी अनि के अरे पित्ता थैली, मुटुहरूलाई एकदम सुरक्षित गर्छ। यसले धेरै फाइदा गर्छ। हरेक नसाहरू जोड्नेहरू, स्किनहरू हरेक चिजको फाइदा गर्ने भएर मैले चाहिँ खाएको हुँ शीतल चिनी सोइजन। र तपाईहरुले चाहिँ ग्यासमा बनाउनुहुन्छ, म